सामसिप छिल्वा है 37 नम्बर च्याप्टर। यो च्याप्टरमा चाहिँ हामी विशेष गरी कोरियामा जुन होस्टेलमा बस्दाखेरि जुन हामी कम्पनीमा गइसकेपछि जुन हामीलाई रुम दिइन्छ, होस्टेलमा हामीलाई कोठा दिन्छ, त्यसलाई खिसुक्सा भनिन्छ के, खिसुक्सा भनिन्छ। यहीँ हामी बस्ने। यो खिसुक्सामा बस्दाखेरि पालना गर्नुपर्ने नियमहरू, रुल्स एन्ड रेगुलेसनहरू, त्यसको बारेमा हामी पढ्छौँ है। छुरिप मुनुल, छुरिप भनेको प्रवेश, मुन भनेको द्वार अथवा ढोका। छुरिप मुनुल, कोक भनेको अनिवार्य, थादुप सिधा भनेको बन्द गरौँ। प्रवेशद्वार अथवा ढोका अनिवार्य, बन्द गरौँ। अब यो च्याप्टरमा युज हुने ग्रामर भनेको एकदम सजिलो खाले ग्रामर छ। उपसिधा अथवा यो ब आएर युज हुने एप्सिधा, उपसिधा अथवा एप्सिधा यसरी भनौँ। यसको अर्थ हो औ भन्ने अर्थ हुन्छ है। सामूहिक रूपमा एकजना भन्दा बढी व्यक्तिहरू सबैलाई एकैचोटि केही चिज अनुरोध गरिन्छ भने त्यस्तो अवस्थामा यसको प्रयोग हुन्छ। यसो गरौँ उसो गरौँ भनेर ग्रुपमा, सम्पूर्ण ग्रुपमा चाहिँ अनुरोध गर्दाखेरि यसको प्रयोग हुन्छ। कन्सोनेन्ट इन्डिङमा उपसिधा अनि भवल इन्डिङमा चाहिँ यो ब अनि सिधा है यो। अनि नुन थोङान, नुन थोङान भनेको चाहिँ ने अवधिभर। यो थोङआन भनेको अवधि हो, नुन भनेको ने, ने अवधि। माइक अफ गर ल सबैले। ने अवधि भर अथवा अवधिसम्म जे भन्दा पनि हुन्छ है। ने अवधि भर। यो थोङान भनेको के हो, अवधि अब सम्म भनेर पनि हामीले सर्टकटमा बुझ्थ्यौँ, तर वास्तवमा यो के हो, अवधि हो के। कुनै सुरुवातको बिन्दुदेखि अन्तिम बिन्दुसम्मको एउटा अवधि हुन्छ। त्यो अवधिलाई व्यक्त गर्नुपर्ने अवस्थामा चाहिँ यो थोङआनको प्रयोग हुन्छ। नुन थोङआन भनेको ने अवधि भर। अब यसको प्रयोगहरू हामी तल तल हेर्छौँ। अब हेरौँ है। थेवा इलमा चाहिँ आज के छ भने कन्भर्सेसन भन्दा पनि खिसुक्साभित्र पालना गर्नुपर्ने नियमहरूको बारेमा लेखिएको छ है। र यो चाहिँ हामी कोरिया गएपछि अनिवार्य रूपमा हामीले यो जान्नै पर्ने कुरा हो, किनभने कम्पनीमा गएपछि यो कुराहरू पालना गर्नुपर्ने हुन्छ। यो खेसिफान भनेको सूचना पाटी अथवा सूचना बोर्ड है। नोटिस बोर्ड भन्छ यसलाई है। कुनै पनि कलेजहरूमा देख्छौ नि यस्तो यो बोर्डमा चाहिँ यसरी यो पिनले हानेर चाहिँ पेपर टालेको हुन्छ नि, नोटिस बोर्ड भनेको खेसिफान है। यहाँभित्र के छ हेरौँ त। खिसुक्सा सेङह्वाल, सेङह्वाल ख्युछिक। खिसुक्सा भनेको होस्टेल भयो, सेङह्वाल भनेको जीवन अथवा जीवनयापन, रहन सहन भन्ने हुन्छ। ख्युछिक भनेको रुल्स एन्ड रेगुलेसन भनेको नियमहरू अथवा नियम कानुनहरू है। खिसुक्सामा बस्दाखेरि पालना गर्नुपर्ने नियमहरू भन्न खोजेको यो है। खिसुक्सा सेङह्वाल ख्युछिक भनेको होस्टेल जीवनको नियम, होस्टेलको रहन सहनको नियम है। ल थाउङ खिसुक्सा ख्युछिकुल छाल छिख्य छुसेयो भनेको तलको खिसुक्सा ख्युछिक भनेको चाहिँ होस्टेलको नियमलाई छाल राम्रोसँग, छिख्य भनेको पालना, छुसेयो भनेको दिनुहोस्। पालना गर्नु, छिख्य भनेको पालना गरी भन्ने हुन्छ। छिखिदा भनेको पालना गर्नु भन्ने हुन्छ। छिख्य भनेको पालना गरी अनि छुसेयो भनेको दिनुहोस्। के रहेछ त जुन नियमहरू हामीले पालना गर्नुपर्ने, अलिकति थोरै जुम गरेर हेरौँ है त। ल 1 नम्बरमा छ फाङ उल केक थागे छङसो हाप्सिदा।
भनेको कोठालाई अथवा कोठा, केकु थादा भनेको चाहिँ सफा क्लिन हुनु, केकु थागे भनेको सफा क्लिन हुने गरी, छङ्सो हाप्सिदा भनेको सफा गरौँ। यो आप्सिदालाई है सिधा के अरे औँ भर्खर हामीले माथि हेरेको थियौँ, यसको अर्थ के हो? औँ। सबैलाई भनेको, एउटालाई मात्रै भनेको होइन, सबैलाई भनेको है, जो खिसुसामा बस्छ सबैलाई। फाङ केकु थागे छङ्सो हाप्सिदा, कोठालाई सफा हुने गरी, एकदम क्लिन हुने गरी सफा गरौँ। अनि फोक्दोना खेदानुल, फोक्दो भनेको चाहिँ प्यासेज के, जुन गल्ली हुन्छ नि, त्यो घरभित्र यहाँ तलपट्टि अहिले वडा आउँछ हो, यो प्यासेज, यहाँ यसरी प्यासेज हुन्छ अनि कोठाहरू हुन्छ यहाँ ट्याक होइन हो, यो के हो? यो फोक्दो भनेको के हो? प्यासेज अथवा गल्ली। गल्ली वा खेदान भनेको सिँढी, सिँढीलाई केक थागे सायङ हाप्सिदा भनेको सफा हुने गरी प्रयोग गरौँ। सायङ हादा भनेको प्रयोग गर्नु, सायङ हाप्सिदा भनेको प्रयोग गरौँ। सेथाक सिलग्वा लुगा धुने कोठा र स्यावा सिरिल भनेको नुहाउने कोठा, बाथरुम है। सायोङ हान हुएनन् प्रयोग गरेपछि चाहिँ है, सायोङ हादा भनेको प्रयोग गर्नु, सायोङ हान हुए भनेको प्रयोग गरेपछि, नुन चाहिँ छाल भनेको राम्रोसँग अथवा राम्रो गरी, छङ्री हाप्सिदा भनेको व्यवस्थापन गर्नुहोस् भनेको है। छङ्री हादा भनेको यो व्यवस्थापन गर्नु अथवा व्यवस्थापन गरौँ भन्यो है, यसले चाहिँ हाप्सिदा के भयो? व्यवस्थापन गरौँ। छङ्री हादा भनेको व्यवस्थापन गर्नु, छङ्री हाप्सिदा भनेको व्यवस्थापन गरौँ। 4 नम्बरमा छ खुनसोरिरो तदुल्जी माप्सिदा भनेको ठुलो आवाजद्वारा, खुन भनेको ठुलो, सोरी भनेको आवाज, रो भनेको द्वारा, तदुल्जी माप्सिदा भनेको हल्ला नगरौँ। तदुल्दा भनेको हल्ला गर्नु, तदुल्जी माप्सिदा हल्ला नगरौँ। खिसक्सा ए भनेको होस्टेलमा, वेबुइन भनेको बाहिरी मान्छे है, लेख्दा हुन्छ। वेबुइन भनेको बाहिरी मान्छे, त्यहाँभित्र बस्ने मान्छे होइन कि, खिसुक्सा भन्दा बाहिरको कोही अन्य स्थानको मान्छे है, होस्टेलको मान्छे होइन, बाहिर मान्छे। वेबुइनुल भनेको बाहिरी मान्छेलाई, थेरिदा भनेको साथमा ल्याउनु, थेरिगो भनेको साथमा लिएर, ओजी माप्सिदा भनेको नाउ है, भनेको होस्टेलमा बाहिरी मान्छेलाई साथमा लिएर नाउ, बाहिरी मान्छे नल्याउ भनेको है। अनि फाङ एस भनेको कोठामा, छोरी भनेको चाहिँ पकाउने है, छोरीसा भनेको कुक भने जस्तै, छोरी मात्रै भन्यो भने के हो? पकाउने भनेको है, छोरी भनेको पकाउने, छोरीसा भनेको पकाउने मान्छे, कुक। खिगु भनेको औजार अथवा मेसिन पनि भनिन्छ, खिगु भनेको है, खिगु भनेको औजार मेसिन भन्छ है। भनेको कोठामा पकाउने औजार, सायोङ हाजी पकाउने मेसिन अथवा औजार, सायोङ हाजी माप्सिदा भनेको प्रयोग नगरौँ भनेको छ है। कोठाभित्र जुन होस्टेलमा हामीलाई रुम दिएको हुन्छ बस्नको लागि, त्यहाँभित्र चाहिँ पकाउने औजार प्रयोग गर्नु मिल्दैन, किचन छुट्टै हुन्छ, त्यहीँ गएर चाहिँ पकाउनु पर्छ है। कतिपयको बानी के हुन्छ, आफ्नै कोठाभित्र चाहिँ यहाँ नेपालमा हुन्छ नि, एउटै कोठामा चाहिँ पकाउने सबै गरे जस्तै, त्यहाँ पनि त्यस्तो गर्छन्, त्यो गर्नु मिल्दैन है, त्यति कुरा। वेछुल हाल तेनन भनेको चाहिँ, वेछुल हादा भनेको बाहिर जानु है, वेछुल हादा भनेको के अरे? बाहिर जानु। वेछुल हाल तेनन भनेको बाहिर जाने बेलामा चाहिँ, छुरिप मुनुल भनेको प्रवेश
द्वारलाई कोक भनेको अनिवार्य, थादुप्सिदा भनेको बन्द गरौँ। अनि खिसुक्सा सिसल मुरी भनेको यो सिसलमुल भनेको फ्यासिलिटी है, फ्यासिलिटी सुविधा के सुविधाहरू है, सुविधालाई चाहिँ के भन्छ सिसलमुल भन्छ, सिसल मात्रै पनि भन्न सक्छ। खिसुक्सा सिसलमुरी भनेको होस्टेलको यो सुविधाहरू। फासोन थोइमेन, फासोन भनेको फासोन हादा भनेको फुट्नु है, फासोन थोइमेन भनेको फुट्यो भने। छिक्सी भनेको तुरुन्तै है, तुरुन्तै। ख्वान्लिइन भने ख्वान्लिइन भनेको चाहिँ यो ख्वान्लिइन भनेको चाहिँ व्यवस्थापक हो कि, व्यवस्थापक भन्नालाई व्यवस्थापक हुन्छ, तर वास्तवमा यो के हो भने पाले हो है, पाले जस्तै हुन्छ एउटा त्यहाँ चाहिँ हैन, सेक्युरिटी जस्तै टाइपको हुन्छ। उसको काम भनेको त्यो खिसुक्साभित्रको म्यानेजमेन्ट मिलाउने यताउता, लगभग पाले जस्तो ड्रेस लाएर बसेको हुन्छ। यो के हो, ख्वान्लिइन भनेको चाहिँ व्यवस्थापक है, म्यानेजर भनेको होइन। त्यो खिसुक्साभित्रको चाहिँ के हो, म्यानेजमेन्ट मिलाउने, कसैले केही बिगार्यो केही गर्यो अथवा फुटाल्यो भने त्यहाँ हेर्ने चेक गर्ने सब काम चाहिँ के गर्छ, यो ख्वान्लिइनले गर्छ। ख्वाल्लिइन भनेको यो ख्वाल्ली उच्चारण हुन्छ है, ख्वाल्लिइन एगे भनेको व्यवस्थापकलाई। फोगो हादा भनेको रिपोर्ट गर्नु है, फोगो हादा भनेको के अरे रिपोर्ट गर्नु, फोगो स भनेको रिपोर्ट हो, फोगो हादा भनेको रिपोर्ट गर्नु भन्छ। फोगो हाप्सिदा भन्छ रिपोर्ट गरौँ भनेपछि के भन्यो, होस्टेलको फ्यासिलिटी फुट्यो भने अथवा ड्यामेज भयो भने तुरुन्तै व्यवस्थापकलाई रिपोर्ट गरौँ भनेको छ है। भनेपछि यी कुराहरू चाहिँ के रहेछ, 8वटा हामीले जुन पोइन्टहरू छ यो चाहिँ सबै खिसुक्साभित्र बस्ने बेलामा पालना गर्नुपर्ने कुरा छ है। ल अब खिसुक्साभित्रको केही वर्डहरू हेरौँ है त, के हुन्छ खिसुक्साभित्र। ओ फाङ भनेको चाहिँ कोठा है, यस्तो हुन्छ कोठा, 2 तलावाला पनि हुन्छ, कुनै सिङ्गल पनि हुन्छ, जस कोठा है। फोक्दो भनेको चाहिँ गल्ली अथवा प्यासेज भन्न मिल्छ, जुन कोठाभित्र आउनुभन्दा अगाडि जुन गल्ली हुन्छ त्यो है। खेदान भनेको सिँढी, छुरिपमुन भनेको भित्र प्रवेश गर्ने कोठा, प्रवेशद्वार। सेथाक्सिल भनेको लुगा धुने कोठा, यो वासिङ मेसिनहरू हो, वासिङ मेसिनहरू भएको कोठा, त्यहाँ चाहिँ के हुन्छ, अब आफू काम गरेर आएपछि फोहोर लुगाहरू सबै त्यहाँ लगेर हालिदिने। स्यावासिल भनेको चाहिँ बाथरुम है, नुहाउने कोठा। रुममेट भनेको रुममेट, रुममा सँगै बस्ने साथी है। ओ यी मैले भन्थे नि, ख्वान्लिइन भनेको चाहिँ व्यवस्थापक है, अथवा रेखदेख गर्ने मान्छे भन्न पनि मिल्छ है। अनि ख्युजिगुल, ख्युछिकुल, ख्युछिगुल छिखिदा भनेको चाहिँ, ख्युछिक भनेको के अरे नियम, रुल्स एन्ड रेगुलेसन, छिखिदा भनेको पालना गर्नु, ख्युछिगुल छिखिदा भनेको नियम, जुन कानुनहरू छ नियम कानुन त्यहाँभित्रको त्यसलाई पालना गर्नु, रुल्स एन्ड रेगुलेसनलाई फलो गर्नु। ख्युछिगुल हो यो अगिदा, ख्युछिगुल अगिदा भनेको चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ पालना नगर्नु अथवा तोड्नु है, तोड्नु भन्न पनि मिल्छ अथवा पालना नगर्नु भन्न पनि मिल्छ है। अगिदा भनेको तोड्नु अथवा पालना नगर्नु। यो जुन माथि हामीले 8वटा नियमहरू छ, ख्युछिक छ, त्यसलाई पालना गर्नुपर्छ भन्ने कुरा हो है। ल उप्सिदाको अर्थ के हो, औ भन्ने हुन्छ। सामूहिक रूपमा सबैलाई चाहिँ केही कुरा अनुरोध गरेको अवस्था हो है।
विशेष गरी यो चाहिँ के हुन्छ, आफूभन्दा सानो आफू सरहको व्यक्तिलाई सल्लाह दिँदा अनि अनुरोध गर्दा प्रयोग गरिन्छ कि यसलाई चाहिँ है। यसको अर्थ औँ भन्ने हुन्छ। आफूभन्दा सानो र आफू सरहको व्यक्तिलाई, आफूभन्दा ठुलोलाई चाहिँ प्राय यो युज गरिँदैन। आफूभन्दा सानो र आफू सरहको व्यक्तिलाई अनुरोध गर्दा अथवा सल्लाह दिँदा पनि प्रयोग गर्न सकिन्छ है। जस्तै अब फोक्दोगा छिजबुन हन्दे भनेको गल्ली फोहोर भएकाले, इवन छुमारे भनेको यो पटकको विकेन्डमा खाच्छी छिउल्कायो भनेको मेटाउनु अथवा छिउदा भनेको चाहिँ वास्तवमा के हो भने, छिउदा भनेको सफा गर्नु भन्ने पनि हुन्छ है। सफा गर्नु भन्ने पनि हुन्छ यो छिउदा लेख्दा हुन्छ। छङ्सो हादाकै एउटा पर्यायवाची शब्द हो। छिउदा भनेको रे सफा गर्नु है, सफा गर्नु। अथवा छिउगे भन्ने एउटा शब्द छ नि, इरेजर, मेटाउनु भन्न पनि मिल्छ है। मेटाउ जुन छ नि, इरेजरलाई छिउदा भन्छौँ, त्यस्तै यो छिउदालाई मेटाउनु भन्न पनि मिल्छ अथवा सफा गर्नु भन्न पनि मिल्छ, दुईटै अर्थ लाग्छ। भनेपछि इवन छुमारे खाच्छी छिउल्कायो भनेको यो पटकको विकेन्डमा सँगै सफा गरौँ कि भनेको छ। ने छोआयो हजुर ठिक छ। खुरक्खे हाप्सिदा भनेको त्यसै गरौँ भनेको छ है। अब यो यहाँ के प्रयोग गर्यो, हाप्सिदाले के जनायो, गरौँ भन्ने जनायो। जुन हामीले माथि ग्रामर पढेको थियौँ त्यसको चाहिँ यहाँ तल के गरियो, उदाहरण हेरियो है। अब हेरौँ, खिचुक्सा भनेको होस्टेल, यो थेछङ्सो भनेको पनि सफा है, सफाई भन्ने नै हुन्छ है। थेछङ्सो भनेको नि के हो, सफाई। अनि अन्जे भनेको कहिले, हाल्कायो भनेको गरौँ भनेको छ। अनि यसले भने इवन छुमारे भनेको यो पटकको विकेन्डमा, मोदु भनेको सबै, सुइनिका भनेको आराम गर्ने भएकाले है, सबै आराम गर्ने, सुइदा भनेको आराम गर्नु, सुइनिका भनेको आराम गर्ने भएकाले, इवन छुए भनेको यो पटकको हप्तामा, हाप्सिदा भनेको गरौँ है। अनि अर्को छ ओइछुर हाल्ते भनेको, ओइछुल हादा भनेको बाहिर जानु, बाहिर निस्कनु। बाहिर निस्कने बेलामा चाहिँ छुरिप मुनुल भनेको प्रवेशद्वारलाई, कुक थादुप सिधा भनेको अनिवार्य बन्द गरौँ। थत्ता भनेको बन्द गर्नु, यल्दा भनेको खोल्नु, थादुप सिधा भनेको के भयो, बन्द गरौँ। यो थत्ताको उल्टो के हो, यल्दा। यल्दा भनेको खोल्नु। यसरी यो उपसिदाको प्रयोग गरेर हामीले के गर्छौँ, सामूहिक रूपमा सम्बोधन गर्ने, अनुरोध गर्ने कार्य गर्छौँ। ल अब यो होस्टेल माथिबाट के, यो कस्तो भ्यू भन न, ड्रोन भ्यू के माथिको, माथिबाट यहाँबाट यो गल्ली हो, यो चाहिँ लुगा धुने कोठा, अनि यो चाहिँ अब के भयो, यो कोठा हो, अब फ्रिज जस्तो पनि छ, किचन हुनसक्छ। यो चाहिँ नुहाउने कोठा है, अनि यता पनि कोठा छ, यता पनि कोठा छ, यो के भयो, गल्ली भयो, यो चाहिँ सिडी भयो है। अब हेरौँ के हुनसक्छ, यो यहाँ अप्सनहरू के दिएको छ। ल एक नम्बरको के होला, ट्राई गरेर त, यो के हो, फ्रिज छ, टेबल छ, यो कोठा हुनसक्छ, के हो यो, ल भन। फाङ हो, फाङ। फाङ। यो के हो, यो 2 नम्बरको यो वासिङ मेसिन छ, यो के हो, सेथाक्सिल। सेथाक्सिल। अनि 3 नम्बरको यो के हो, यो सिडी, सिडीलाई के भन्छ, खेदान। खेदान।
4 नम्बरको यो 4 नम्बरमा दिएको छ, यो चाहिँ इन्ट्री गर्ने चाहिँ प्रवेशद्वार हो। प्रवेशद्वारलाई के भन्छ? छुरिपमुन। 5 नम्बरको चाहिँ यो गल्ली हो, गल्लीलाई के भन्छ? फोक्दो। 6 नम्बरको चाहिँ यो के छ? नुहाउने कोठा छ है, यो सावरहरू छ। स्यावासिल। यसरी यो चाहिँ जोडा मिलाउने भयो है। ल अब यो चाहिँ जस्ट पालना गर्नुपर्ने नियमहरूको बारेमा। ल सरलाई एकचोटि हल्का जुम गरौँ है। ल फर्स्ट नम्बरको के होला? ल भन त, राइट होला कि रङ होला? फोक्दोए मुलगनुल। फोक्दोए मुलगनुल थुजी माप्सिदा। थुदा भनेको राख्नु है, थुजी माप्सिदा भनेको नराख्नुहोस्, भनेको गल्लीमा सामान नराख्नुहोस्। सही हो नि? सही हो कि गलत हो? आफै अन्दाज गरेर भन्ने हो कि, जस्ट प्र्याक्टिसको लागि मात्रै। यो के हो? राइट, सही कुरा हो। पुष्पा पनि छ है। ओनुल खेदानुल छङ्सो हारियागो हाप्सिदा। यो मिल्यो कि मिलेन? हेर त वाक्य। ओनुल खेदान गलत हो सर। सिडीलाई मिलाउनु त गलत भयो है। यो यसले के भनेको नि, आज सिडीलाई अनि छङ्सो हारेको भनेको सफा गर्ने विचारले गरौँ, यस्तो भन्न मिल्छ? वाक्य मिलेन नि त है। सफा गरौँ भन्नु पऱ्यो कि छङ्सो हाप्सिदा भन्नु पऱ्यो। छङ्सोको हारेको हाप्सिदा भन्दा यसरी यो वाक्य मिल्दैन है। रियागोमा यो सिधा लाग्दैन कि, यो वाक्य नै मिलेन कि। आज सिडीलाई सफा गर्ने विचारले गरौँ भयो भयो है। ल अब हेर, छेगा मन्ज स्याव सिरुल सायङ हाप्सिदा अरे। हेर त, मैले मन्ज भनेको सुरुमा अनि स्यावसिल भनेको बाथरुम प्रयोग गरौँ अरे। मिल्यो? मिलेन। किन मिलेन होला? सुरुमा बाथरुम प्रयोग किन मिलेन थाहा छ? भनौँ, बुझेन किन मिलेन? छे भनेको के हो? म आएपछि के आउनुपर्छ? यहाँ यो हाप्सिदा लाउन मिल्दैन। यो के हाप्सिदा भनेको समूहमा सबैलाई चाहिँ अनुरोध गरेको कुरा हो नि त। मैले सुरुमा बाथरुम प्रयोग गरौँ भन्न मिल्छ? मिल्दैन। मैले सुरुमा बाथरुम प्रयोग गर्छु भन्न मिल्छ। हामीदा भएको भए मिल्थ्यो, तर हाप्सिदा लाएपछि के हुन्छ? उरी भन्न पर्यो कि हामी भन्न पर्यो कि सबैलाई भन्न पर्यो, यस्तो हुन्छ है। छे लाएपछि, म लाएपछि कहिले पनि यो हाप्सिदा लाउनु मिलेन, यो सिधा लाउनु मिलेन। त्यही भएर के हो? यसको अर्थ सुरुमै लेख्दाखेरि नै बुझिएको थियो के हो? यो औ हो, यो सामूहिक रूपमा सबैलाई जनाएको है। यो पनि के भयो? रङ भयो। ल अब 4 को हेर के हो? खिजुक्साए छिङ्गरुल थेरिगो ओजी माप्सिदा भनेको होस्टेलमा साथीलाई लिएर नआउनुहोस् हो। ठिक हो, बाहिरको मान्छे ल्याउनु हुँदैन है। अनि सिसलमुरी भनेको फेसिलिटीहरू फासोन थेमेन भनेको फुट्यो भने त बिग्रियो भने, ख्वाल्ली इन एगे भनेको चाहिँ व्यवस्थापक अथवा रेखदेख गर्ने मान्छेलाई इयागी हाप्सिदा भनेको कुरा गरौँ हो। यो पनि राइट हो। एन्सर इज करेक्ट है। ल यस्तो छ है त। ओके ल अब हामी छौँ थेवा इमा है। कन्भर्सेसन नम्बर 2 एकछिन माइक अफ गर है सबैले। उहाँ हुनुहुन्छ को? ख्वान्लिन भनेको व्यवस्थापन गर्ने मान्छे उहाँ हुनुहुन्छ है। अनि उहाँ र अब रियान अथवा तुवान को हो उसको बिचको कन्भर्सेसन हुनसक्छ। ट्र्याक नम्बर 116 तिमीहरूले सुन्न सक्छौ है। अब हामीले जहिले पनि यो जुन पाले छ, पाले अथवा यो व्यवस्थापन गर्ने मान्छे छ, रेखदेख गर्ने मान्छे, उसलाई आदर्शी भनेर बोलाइन्छ है।
आजसी भनेको अङ्कल। रियानले भन्छ आजसी अङ्कल, युगे सिरी छोम छुन्दे भनेको आराम गर्ने कोठा है। युगेशिल भनेको आराम गर्ने कोठा, छुम भनेको अलिकति, छुप्ता भनेको चाहिँ के हो? चिसो हुनु। छुन्दे भनेको चिसो छ अथवा चिसो भएकाले। छन्गी नाल्लो रुल भनेको इलेक्ट्रिक हिटरलाई। ख्यदो थोयो भनेको अन गरे पनि हुन्छ अथवा बाले पनि हुन्छ भनेको चाहिँ। अब उसले सोधेको उसलाई के यहाँ चाहिँ हिटर छ है, हिटर चाहिँ बाल्नुभन्दा अगाडि अब रेखदेख गर्ने त्यहाँको त्यो जुन व्यवस्थापक छ उसलाई सोध्नु पर्ने जरुरी हुन्छ। अलिकति जाडो भएकाले यो हिटर छन्गिनाल्लो यो अन गरे पनि हुन्छ भनेको छ। अनि यसले के भन्यो त्यसपछि के भन्यो? खुरम्यो भनेको हुन्छ है। खुरम्यो भनेको त्यसो हो भन्ने पनि हुन्छ, कहिलेकाहीँ हुन्छ नि भन्ने पनि हुन्छ, हो त नि, हो नि भन्ने पनि अर्थ हुन्छ है यसको, याद गर्ने। ख्यदो थोइज्यो भनेको ख्यदा भनेको के हो? बाल्नु अथवा अन गर्नु है। ख्यदो थोइज्यो भनेको बाले पनि हुन्छ। अनि ह्युगे सिरे भनेको आराम गर्ने कोठामा। ह्युगे सिरे आराम गर्ने कोठामा इन्नुन थोङान है। के भन्यो अघि? ने अवधिभर भनेपछि इत्ता भनेको हुनु भनेपछि ह्युगे सिलमा आराम गर्ने कोठामा हुने अवधिभर। छाल सायोङ हागो भनेको राम्रोसँग प्रयोग गर्ने र नागिल्ते नागादा भनेको चाहिँ बाहिर निस्कनु है, बाहिर जानु अथवा बाहिर निस्कनु। नागाल्तेनन भनेको चाहिँ बाहिर निस्कने बेलामा चाहिँ कोक अनिवार्य। सुइछिरुल भनेको सुइछिरुल भनेको स्विच है, इङ्ग्लिस शब्द हो। सुइछिरुल। कुगो भनेको कुदा भनेको चाहिँ बन्द गर्नु है। अनि यो ख्यदा भनेको चाहिँ अन गर्नु है। यो ख्यदा भनेको अन गर्नु, कुदा भनेको अफ गर्नु है। कुगो भनेको अफ गर्ने र फुल्लगुदो भनेको प्लग। फुल्लगु भनेको प्लग है। प्लग भनेको थाहा छ नि, जुन त्यो टुप्पो हुन्छ नि, टुप्पो हुन्छ नि, टुप्पो प्लग भनेको थाहा छैन प्रकाश? थाहा छ सर। हो त्यो प्लग हो, इङ्ग्लिस शब्दै हो यो है। यो स्विच भनेको नि इङ्ग्लिस शब्द हो, फुल्लगु भनेको नि इङ्ग्लिस शब्द हो, नझुकिने। प्लग भनेको त्यो टुप्पो, तारको टुप्पो है, दुईटा चुच्चो हुन्छ नि हो त्यो टुप्पो। अनि यो पोत्ता भनेको चाहिँ झिक्नु हो क्या, याद गर्ने ल। प्लगलाई झिक्ने बेलामा पोप्ता शब्द युज हुन्छ, अनि घुसाउने बेलामा हो पोप्ता के पोत्ता हो सर? पोप्ता है, पोप्ता। पोप्ता। तर दा त सधैँ हटेकै हुन्छ प्राय होइन युज गर्ने बेलामा त। तर हामीले सुरुमा क्रियालाई हेर्दाखेरि चाहिँ पोप्ता भनेको चाहिँ प्लग झिक्नु है, याद गर्ने ल। प्लग झिक्नुलाई पोप्ता, अनि प्लग घुसाउनुलाई के भन्छ? कोत्ता। कोत्ता है, कोत्ता। खुरम्यो ख्यदो थ्वेज्यो ह्युगे सिरे 있는 동안 찰 사용하고 나갈 때는 꼭 스위치를 끄고 플러그도 뽑아 놓으세요 भनेको त्यो नागाल तेनन भनेको बाहिर जाने बेलामा चाहिँ अनिवार्य स्विच बन्द गर्ने र प्लग पनि के गर्नुस्? झिकेर राख्नुहोस् भनेको छ है। नहुसे भनेको राख्नुहोस्। अब यो कोत्ताको ठाउँमा यो शब्द पनि युज गर्न मिल्छ है। याद गर्ने ल। नत्था, नत्था भनेको पनि घुसाउनु जस्तै हो के। कुनै चिजमा चाहिँ भित्र घुसाउनुलाई चाहिँ नत्था पनि भन्न मिल्छ, कोत्ता भन्न नि मिल्छ। तर यो नोत्था भनेको चाहिँ राख्नु मात्रै है। नोत्था भनेको चाहिँ राख्नु, नत्था भनेको चाहिँ के हो? घुसाउनु है, याद गर्नु। भनेपछि व्यवस्थापकले के भन्यो?
बाहिर जाने बेलामा चाहिँ स्विच बन्द गरेर प्लग पनि झिकेर राख्नुहोस् भनेको छ है। त्यो सुरक्षाको लागि भनेको। ने खुरल्क्यो भनेको हजुर यस त्यसै गर्नेछु भनेको छ। अनि खन्लिलले भन्छ छिनान बने भनेको बितेको पटकमा है, विगतमा भनेको छिनान बन भनेको विगत, छिनान बन भनेको विगत, बितेको पटक भन्नुको अर्थ विगत हो के त्यो है। विगतमा चाहिँ आमुदो भनेको कोही पनि, नथिङ भन्ने हुन्छ, नोबडी नथिङ भन्ने हुन्छ। अम्नुन्दे नभएकाले अथवा नहुँदा भन्न पनि मिल्यो है। नाल्लोगा भनेको हिटर, ख्य भनेको अब के हो, ख्यदा भनेको अन गर्नु, ख्य भनेको अन भई, इसस भनेको रहेर, कामचाक भनेको है, अस्ति नै पनि आएको थियो यो शब्द। यो कामचाक भनेको पनि आश्चर्य भन्ने हुन्छ, अचानक आश्चर्य पर्ने कुरालाई हुन्छ सरप्राइज भन्ने हुन्छ। यो नोल्लिदा भनेको पनि, नोल्लासय भनेको पनि छक्क परे भन्ने हुन्छ है। कामचाक नोल्लासय यो सँगै आउने शब्द हो प्राय। कामचाक नोल्लासय भनेको अचानक छक्क परे, खुर्यो हो र। लेख त यहाँ पनि एउटा विशेष कुरा छ। पन्हा ल एल उल पन हादा भनेर आयो भने झन्डै हुनु भन्ने हुन्छ है। झन्डै हुनु, कुनै कुरा लगभग हुन लागेको तर नभएको बेला यस्तो प्रयोग गरिन्छ कि, जस्तै आगो लाग्ने लागेको तर लागेन होइन, झन्डै भएको कि, त्यस्तो अवस्थामा प्रयोग हुन्छ। भिएसटीमा उल एल अनि पन हादा भनेर आयो भने यसको अर्थ हुन्छ झन्डै हुनु है, झन्डै हुनु। लेखा ल बरु म वेट गर्छु है। लेख्यो? लेख्नु सर। अब यो यसमा चाहिँ के छ भने नि, यो खुनिल नाल भनेको ठुलो दिन भन्ने हुन्छ के, ठुलो दिन भएको, ठुलो झन्डै हुनु भन्ने भयो नि त, ठुलो दिन झन्डै भएको है, ठुलो दिन झन्डै भयो। अब यो नेले नि पनि भन्ने जनाउनु भयो, ठुलो दिन झन्डै भयो नि भन्नुको अर्थ के हो भने झन्डै बर्बाद भएको नि भन्न खोजेको है। ठुलो दिन झन्डै भयो नि भन्नुको अर्थ झन्डै बर्बाद भएछ नि, झन्डै बर्बाद भएको नि भन्न खोजेको है। अब आगो सागो लागेको भए कति झ्याउ हुन्थ्यो होइन, त्यो भन्न खोजेको।
अब यहाँ हामीलाई यो पढ्दा के लाग्छ, खुनिनाल पन हिँड्ने हो, ठुलो दिन झन्डै भयो नि, के भनेको होला, ठुलो दिन झन्डै भयो नि भन्ने हुन्छ। तर यसमा हामीले लिटरली बुझ्नुभन्दा पनि यसको अर्थ बुझ्नुपर्छ। माथि के भन्यो, मान्छे नभएको बेलामा नि चाहिँ हिटर चाहिँ अन भएर चाहिँ के भएको रहेछ, छक्क पर्यो भनेर भन्यो होइन यो रेखदेख गर्ने मान्छेले। त्यसपछि के रियानले खुर्यो, खुनिनलाल पन हिँड्ने हो भनेको ठुलो दिन झन्डै भयो नि भन्नुको अर्थ झन्डै बर्बाद भएको नि भन्नु खोजेको है, झन्डै बर्बाद भएछ नि भन्नु खोजेको है, झन्डै बर्बाद भएको नि भन्नु खोजेको। छेगा मैले थारुन छिङ्गुदुल हान्थे दो भनेको अरू साथीहरूसँग पनि सिन्ग्याङ सुरागो एगी हल्केयो भनेको वास्ता गर्नु भनेर भन्ने छु। एगी हादा भनेको कुरा गर्नु है, कुरा गर्नु। अनि सिन्ग्याङ भनेको वास्ता, अनि रागो सुरागो भनेको होस् भनेर है। सिन्ग्याङ सुरागो भन्नुको अर्थ वास्ता गर्नुहोस् भनेर, एगी हाल्क्यो भनेको भन्ने छु, कुरा गर्ने छु भन्नु छ। जहिले पनि एउटा कुरा याद गर्नु, भिएसटीमा भिएसटी प्लस रागो हादा है, भिएसटी प्लस रागो हादा भएको अर्थ हुन्छ अगाडि अनुरोध हुन्छ, होस्, अब के होस्, यसो गर्नुहोस् उसो गर्नुहोस् भन्ने एउटा अर्थ आउँछ, होस्। अनि प्लस यसमा हादा रागोको अर्थ के हुन्छ, भनेर भन्नु भन्ने हुन्छ है, रागो हादा, रागो हादा। भिएसटी प्लस रागो हादामा के हुन्छ, होस् नु होस्, अझै नु होस् भनेर भन्नु है, नु होस् भनेर भन्नु। हो यो लेख त, भिएसटी प्लस रागो हादा भनेको के हो, नु भनेर भन्नु। भिएसटी प्लस रागो हादा भनेको नु होस् अनुरोध गरिएको हुन्छ, अनि भनेर भन्नु भन्ने चाहिँ रागो हादाको मिनिङ भयो है। भन्छ सिन्ग्याङ सुरागो भनेको वास्ता गर्नुहोस् भनेर, अनि भन्ने भनेर भन्ने, अनि एगी हाल्क्यो भनेको कुरा गर्नेछु है। अब यसमा अलिकति बुझ्नुपर्ने कुरा के हो भने, रागो हादा भन्ने चाहिँ भनेर आयो भने चाहिँ भनेर भन्नु भन्ने हुन्छ, रागो मात्रै आयो भने के हुनसक्छ, हो यो हादा हट्यो नि त होइन, के हट्यो, हादा हट्यो, त्यही भएर भन्नु पनि हट्छ है, भनेर मात्रै हुन्छ रागो आयो भने है। भिएसटी प्लस रागो मात्रै आयो भने नुहोस् भनेर भन्ने मात्रै हुन्छ, अनि भिएसटी प्लस रागो हादा आयो भने नुहोस् भनेर भन्नु है। लेख त ल, कहिलेकाहीँ विद्यार्थीले झुकिन्छ के, रागो मात्रै आउँदाखेरि भनेर भन्ने मात्रै हुन्छ है, रागो हादा आयो भने भनेर भन्नु भन्ने हुन्छ है। भनेपछि के भयो, सिन्ग्याङ सुरागो भनेको वास्ता गर्नुहोस् भनेर, एगी हाल्क्यो भनेको कुराकानी गर्नेछु भनेको अरू साथीहरूसँग पनि वास्ता गर्नुहोस् है, ख्याल गर्नुहोस् है भनेर कुरा गर्नेछु भनेको है। अब आमुदो भनेको नोबडी कोही पनि, अनि कामचाक नोल्लादा भनेको अचानक छक्क पर्नु है, अनि खुनिरी नादा भनेको चाहिँ हेर्नुहोस् है, बर्बाद हुनु है। खुनिरी नादा भनेको खास के हो, खुनिल, अनि खुनिरी नादा भनेको ठुलो दिन हुनु जस्तो हुन्छ होइन, ठुलो दिन पर्नु जस्तो हुन्छ, तर के हो, ठुलो दिन पर्नुको अर्थ के हो, एकदम सिरियस प्रब्लम, बर्बाद हुन सक्ने अवस्था हो क्या। त्यही भएर खुनिरी नादा भनेको यो ठुलो दिन भनेर भन्नुभन्दा पनि बर्बाद हुनु है, खुनिरी नादा भनेको बर्बाद हुनु। अनि सिन्ग्याङ सिदा सँगै राख्नुपर्ने शब्द हो, सिन्ग्याङ सिदा भनेको के हो, ख्याल गर्नु अथवा वास्ता गर्नु भन्ने हुन्छ है।
सिन्गेन सुदा भनेको वास्ता गर्नु, ख्याल गर्नु, खुनिरी नादा भनेको बर्बाद हुनु, अनि कामचाक नोल्लादा भनेको चाहिँ अचानक छक्क पर्नु, आमुदो भनेको कोही पनि। यी नयाँ भोक्याबुलरीहरू भयो है त। ल अब हेरौँ कोठाहरूको विषयमा विविध कुराहरू छ। नेङ नान फाङ्गी भनेको, नेङ भनेको चिसो भन्ने हुन्छ, नान भनेको तातो भन्ने हुन्छ, फाङ भनेको कोठा, फाङ्गी भनेको कोठा हुनु है। अब हेरौँ नेङबाङ भनेको चिसो, चिसो कोठा है, एयर कन्डिसनिङ है, चिसो मात्रै भन्न पनि मिल्छ। अब यो फाङ आएपछि कोठा भन्ने पनि राखेको हुन्छ, चिसो कोठा भन्न पनि मिल्छ अथवा चिसो मात्रै भन्ने पनि हुन्छ है। चिस्याई अथवा चिसो। एयरकन भनेको एयर कन्डिसन, सनफुङ्गी भनेको यो पङ्खा भयो। नान आयो भने के हो, यो नान भनेको तातो, नेङ भनेको चिसो है। नानमाङ भनेको चिसो कोठा अथवा तातो भन्ने मात्रै पनि हुन्छ है। अनि छन्गी नाल्लो भनेको इलेक्ट्रिक हिटर, अनि छन्गी छाङफान, अब यो जोडिएर जाङफान भन्दा पनि हुन्छ, छन्गी जाङफान अथवा छन्गी छाङफान भनेको चाहिँ इलेक्ट्रिक म्याट है, म्याट अथवा ब्ल्याङ्केट। आजकल त नेपालमा पनि खुब चल्छ यो। कोरियामा चाहिँ यो जहाँ पनि हुन्छ, इलेक्ट्रिक म्याट भनेको यो लाइनमा जोड्ने, अनि यो म्याटलाई चाहिँ खाटमा ओछ्याउने हो। त्यसपछि यो के हुन्छ, तात्छ पुरै है, अनि तातो हुन्छ, तल ओछ्याउने डसना हो कि इलेक्ट्रिक ब्ल्याङ्केट, ओढ्ने होइन कि त्यो ओछ्याउने है। अनि सुई छिरिल ख्यदा भनेको स्विच अन गर्नु, अनमा चढेको छ। सुई छिरिल कुदा भनेको स्विच अफ गर्नु, अफमा चढेको छ। फुलगुरुल कोत्ता भनेको प्लग कोच्नु, भित्र घुसाउनु। अनि फुलगुरुल पोप्ता भनेको चाहिँ प्लग के गर्नु, झिक्नु है। अब हेरौँ यो ग्रामर। नुन थोङ्गान भनेको ने अवधि भर, ने अनि अवधि यो द है, ने अवधि भर ड्युरेसन हो क्या यो। हेरौँ नेङ बाङ्गल हानन थोङ्गान भनेको चिसो कोठा बनाउने अवधिभर। छाङमुनुल यलमेन आन्देयो भनेको, छाङमुन भनेको झ्याल, यलमेन भनेको खोल्यो भने, आन्देयो भनेको हुँदैन। बुझ्यो के अरे, चिसो कोठा बनाउने अवधिभर झ्याल खोल्यो भने हुँदैन। किन खोल्न हुँदैन, किनभने सबै त्यो चिसो जति सबै जान्छ नि, एसी लगाएको बेलामा झ्याल खोल्यो भने के हुन्छ, सबै जान्छ कि जान्न भन त, त्यही भएर भनेको है। हो अल्लुन भनेको हतार गरी है, त हरि भन्छ इङ्ग्लिसमा, हतार गरी। छाङमुनुल भनेको झ्याललाई, थादुल के हो भनेको बन्द गर्नेछु है, हतार गरी झ्याललाई बन्द गर्नेछु भनेको तुरुन्तै झ्याल बन्द गर्नेछु भन्न खोजेको है। अब यो नुन थोङ्गानको अर्थ के भयो, ने अवधिभर, कुन अवधिभर, कोठा चिसो बनाउने अवधिभर भन्न खोजेको है। त्यो ड्युरेसन भयो, टाइम ड्युरेसन त्यो जनायो। अब हेरौँ फाक्के नागा इन्नुन थोङ्गानेनन् भनेको बाहिर, फाक्य नागादा भनेको चाहिँ जानु, बाहिर निस्कनु है। भनेपछि के भयो, बाहिर निस्कने अवधिभर। छन्गी छाङफानुल कोक किसेयो भनेको इलेक्ट्रिक ब्ल्याङ्केट अथवा इलेक्ट्रिक म्याट्रेस, जुन इलेक्ट्रिक डसना छ त्यो डसनालाई अनिवार्य
कुसेयो भनेको बन्द गर्नुहोस्। ने आल्गेसमिदा हजुर बुझेँ भनेको छ। कुन अवधिभर? बाहिर जाने बाहिर बस्ने अवधिभर है। घरबाट बाहिर रुमबाट बाहिर गएपछि के हुन्छ त्यो बन्द गर्नु परेन, तातै राख्नु त मिलेन, त्यो अवधिभर चाहिँ बन्द गर्नुहोस् भनेको छ। अनि त्यसपछि छिनाया न फुलगोगी मान्दुल चुल आरा भनेको न भनेको त तिमी भनिन्छ, फुलगोगी भनेको चाहिँ गोरुको मासु, मान्दुल छुल आरा भनेको बनाउन आउँछ भनेको छ। आनियो छाल मोरुनुन्दे भनेको राम्रोसँग आउँदैन। खुरम नेगा इन्थने त्यसो भए मैले इन्टरनेटबाट छान्नन तोगान भनेको खोज्ने अवधिभर, ननुन त चाहिँ अथवा तिमी चाहिँ, थाङ्गुन भनेको के होला भन? के हो थाङ्गुन भनेको? थाङ्गुन भनेको भर्खर? थाङ्गुन के थाङ्गुन? थाङ्गुन है फेच्छु भन्छ नि। थाङ्गुन भनेको गाजर के गाजर। गाजर अलिकति शिष्य जो, यो अलिकति ठाडो भाषा है, यो न भनेको पनि ठाडै भाषा हो। यो ज्वायो पनि लाग्छ होइन, शिष्य छ ज्वा पनि भन्छ कहिलेकाहीँ, छ भनेको छुदाबाट आएको के। यो छुसेयो भन्छन् प्राय अब, तर अलिकति साथीलाई अथवा आफूभन्दा सानोलाई सिधै यसरी छ भन्न सक्छ। भनेको दे भनेको गरिदे भनेको के, दे भनेको है, छुदा भनेको दिनु हो है, यो छ भनेको दे भन्छ के। खुरम नेगा इन्थनेट एस छान्नन थोङ्गान भनेको त्यसो भए मैले इन्टरनेटबाट खोज्ने अवधिभर, छात्ता भनेको खोज्नु, खोज्ने अवधिभर, छान्नन थोङ्गान भनेको खोज्ने अवधिभर, ननुन भनेको त चाहिँ, थाङ्गुन भनेको गाजर, छोम भनेको अलिकति, शिष्य छ भनेको पखालिदे भनेको छ है। सित्ता भनेको पखाल्नु, शिष्य भनेको पखाली, छुसेयो भन्ने युज हुन्थ्यो प्राय हामीले अहिलेसम्म पढेकोमा। यो के भयो? शिष्य छ भनेको पखालिदे भनेको छ। यो ठाडो भाषा भनेपछि कुन अवधिभर? इन्टरनेटमा खोज्ने अवधिभर, त्यो मासु पकाउने तरिका है। यो कुरा हो। अब हेरौँ ल, यो पिक्चर हेरौँ। यो के हो? फर्स्टको 1 नम्बरको भन ल सबैले, यो के हो ल भन? फ्रिज हो यो? होइन, के हो यो? नजुकिने है, फ्रिज होइन यो, ढोका हुन्छ फ्रिजमा। एयक्खन। अनि यो 4 नम्बरको सनपुङ्गी, 2 नम्बरको कहाँ हो? यो होइन, सुइछि। 2 नम्बर कहाँ छ? सुइछि। 3 नम्बरको यो प्लग हो, फुलगु कहाँ छ? यहाँ रहेछ है, फुलगु। यो के हो? हिटर हो, के हो? फुलगु। छन्गी नाल्लो है। ल, थेवारेलिकको मान्नुन थेदाफुल खोरुसे हो भनेको कन्भर्सेसन पढेर मिल्ने उत्तर छान्नुहोस्। ल, कुन होला 1 नम्बरको? ल भन। सनफुङ्गिरुल ख्यागो छाम्यान आन्देयो भनेको छ। भनेको फ्यानलाई अन गरेर, छाम्यान भनेको सुत्यो भने, आन्देयो भनेको हुँदैन भनेको छ। डट 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 ने छानन थोङ्गानेनुन सायङ हाजी आनुल के हो। अब यसले हुँदैन भनेको छ, यसले प्रश्न गरेको छैन, केही छैन। के भन्यो? सनफुङ्गिरुल ख्यागो छाम्यान आन्देयो भनेर यसलाई अनुरोध गरेको है। यसलाई चाहिँ भनेको के हो? निषेधको बारेमा भनेको सनफुङ्गिरुल ख्यागो भनेको पङ्खालाई अन गरेर सुत्यो भने हुँदैन अरे। अनि यसले के भन्यो? ने छानुन थोङ्गान भनेको सुत्ने अवधिभर, छादा भनेको सुत्नु, छानुन थोङ्गान भनेको सुत्ने अवधिभर चाहिँ सायङ हाजी आनुल के हो भनेको प्रयोग गर्ने छैन है। ल, अब 2 नम्बरको हेर। छन्गी जाङफान छोम भनेको अलिकति,
फिल्य छुलसुई सय भनेको सापट दिन सक्नुहुन्छ? ल भन कुन हुन्? खुरम यो हुन्छ। छेगा खोयाङे खा इन तोगान भनेको म जन्मघरमा जाने अवधिभर सायङ हाँस्यो भनेको प्रयोग गर्नुहोस् है। दुईकै हुन्छ सर। हो यसरी भयो। ल अब हेरौँ, अफ गर ल माइक, कस्तो डिस्टर्ब आइरहेछ। ल अफ गर। ओके अब हेरौँ, युगे सिरुल सायङ हानुन थोङान कोक शिक्ष छुसेयो भनेको युगेशील आराम गर्ने कोठा प्रयोग गर्ने अवधिभर कोक अनिवार्य शिक्ष छुसेयो भनेको पालना गरिदिनुहोस्। के युगे सिरुन भनेको आराम गर्ने कोठा चाहिँ खोङगोङ छाङसो इमिदा भनेको चाहिँ पब्लिक सार्वजनिक स्थान हो, सबैले युज गर्ने ठाउँ हो होइन। थारुन सारामुल भनेको अरू मानिसलाई फेर्य हाप्सिदा भनेको ख्याल गर्नुहोस्, अरू मान्छे पनि त्यहाँ प्रयोग गर्छन्, ख्याल गर्नुहोस् भन्नु खोज्छ। अनि युगे सिरुन भनेको आराम गर्ने कोठा चाहिँ खुमियन खुयक इम्मिका भनेको धुम्रपान निषेधित, खुमियन भनेको धुम्रपान निषेध है, खुमियन खुयक इम्मिदा भनेको धुम्रपान निषेध क्षेत्र हो। थाम्बेनुन हुबियन सिरेस भनेको चुरोट चाहिँ धुम्रपान गर्ने कोठाबाट फ्युप्सिदा भनेको पियौँ है। युगे सिरुन सिक्ताङी आनिमिदा भनेको चाहिँ आराम गर्ने कोठा चाहिँ रेस्टुरेन्ट होइन। नेम्से भनेको गन्ध है, गन्ध। नेम्से नादा भनेको गन्ध आउनु है, ओदा हुँदैन, नेम्से नादा हुन्छ है। नेम्से नानन भनेको गन्ध आउने। उम्सिक मुरुन भनेको खाना खानेकुरा। सिक्ताङेस थुस्यो भनेको रेस्टुरेन्टमा खानुहोस्, गन्ध आउने कुरा यो चाहिँ युगेसिरमा ल्याएर नखानुहोस् भन्नु खोजेको है। ह्युगेसिरेस भनेको आराम गर्ने कोठामा अथवा आराम गर्ने कोठाबाट है। नागाल्ते भनेको बाहिर जाने बेलामा। आमुदो भनेको कोही पनि। अप्सुमेन भने छैन भने। फुलगुरुल भनेको प्लग। पोपगो भनेको निकालेर निकाल्ने र खाप्सिदा भनेको जाउँ भनेको प्लगरुल पोपको नागाप्सिदा भनेको के हो, प्लग बाहिर निकालेर जाउँ भनेको छ है, यो कुरा होला। अब यहाँनिर हामी सर र यो चाहिँ युगेसिर हुई ख्यो छिरुल छाल सिक्खिन सारामुल मोदु खोरु सिप्सिदा भनेको युगेशील चाहिँ राम्रोसँग प्रयोग गर्ने मान्छे सबै छान्नुहोस् अरे। कुन कुन छ ल प्रयोग गर्ने? अब यहाँ त एउटा यो 2 र 3, 2 को ठिकै छ होइन, 2 र 3 अनि अर्को 3 को पनि ठिकै छ। दुईटा एन्सर छ यसमा। टिभी सिभी त हेरेको भएन, खाना पनि खानु हुन्न थियो होइन। यो दुईटा है। अब तिमीहरूले इपिएस टपिकको क्वेसन हेर्दै इक्की मुन्जै मिदा इपिएस टपिक यन्सुप इपिएस टपिक प्र्याक्टिस थाम खुरिमुल फोगो मानन थाना मुन्जाङ्गुल खोरु सिप्सियो। तलको चित्र हेरेर मिल्ने शब्द वा वाक्य छान्नुहोस्। ल भन यो के हो? के हो? एकै हो। ए अखन है। यो अफ गरेको छ, यसलाई अफ गर्नलाई के भन्छ? ल पुष्पाले भन। कुइजुरुल कुगो सुमिदा। कुगो सुमिदा बन्द गर्दैछ है। ल फिनखाने थुर खाल खाजाङ आल्माजुल गसुल खोरु सिप्सियो। खाली ठाउँमा पस्ने मिल्ने कुरा छान्नुहोस्। ल
ल एकचोटि ट्राई गर त अनि म सर भन्छु। ल भनिहाल झ्याप्प। ल हेर है, एयर खनन भनेको एसी चाहिँ एयर कन्डिसन चाहिँ अन्जेबुत्थ सायङ हाल्सु इस्सयो भनेको कहिलेदेखि अन्जेबुत्थ सायङ हाल्सु इस्सयो भनेको प्रयोग गर्न सकिन्छ भनेको छ। अनि एयखन खातुन भनेको एयखन जस्ता डट डट फ्यासिलिटी चाहिँ सिसरुन भनेको फ्यासिलिटी है सुविधा चाहिँ जुन युवल है। अनि माल भनेको अन्त्य, माल भनेको रे मालबुत्थ भनेको अन्त्यदेखि है, जुनको इन्डिङदेखि भन्न खोजेको। जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन, जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन, युवल भनेको जुन हो, माल भनेको अन्त्य। अब अहिले हाम्रो मे चलिरहेको छ, अझै पनि हाम्रो यो चाहिँ एसी चलाउने टाइम भएन नि। अब यो नेक्स्ट मन्थ पछि चाहिँ बल्ल के हुन्छ, नेक्स्ट मन्थको इन्डिङ पछि अलिक बढी गर्मी हुन्छ, त्यसपछि एसी अनि पङ्खा यस्ता कुराहरू चलाउनु पर्छ है। अनि के भनेको क्वेसनले के भनेको छ, एसी कहिलेदेखि प्रयोग गर्न सकिन्छ। अनि एयरकन खातुन भनेको एसी जस्ता डट डट सुविधा चाहिँ जुनको अन्त्यदेखि सायङ हाल्सु इस्सयो भनेको प्रयोग गर्न सकिन्छ। के हो नि बल? नेङबाङ। नेङबाङ भन्ने एन्सर हुने भयो। नेङबाङ भनेको चिसो है, चिसो अथवा चिसो कोठा बनाउने, चिसो कोठा भन्ने हुन्छ है। यो के हो? सुविधा हो के है। अब सनफुङ्गी भन्न मिल्दैन, कता कता विद्यार्थीलाई यो सनफुङ्गी पनि हुन्छ कि जस्तो लाग्छ होइन, तर होइन। किन? एसी जस्ता पङ्खा चाहिँ भन्न मिल्छ? मिल्दैन नि। एसी जस्ता पङ्खा भन्न मिल्छ? मिल्दैन। एसी जस्ता चिसो कोठा बनाउने सुविधा चाहिँ जुनको अन्त्यदेखि प्रयोग गर्न सकिन्छ, यसरी भन्नु पर्यो। ल अब यो नानबाङ भनेको चाहिँ तातो कोठा बनाउने है, तातो। अनि यो छन्गी जाङफान भनेको चाहिँ के हो? इलेक्ट्रिक म्याट। 4 नम्बरमा हेर, छुमारे खाच्छी खेदानुल छङ्सु हल्कायो विकेन्डमा सँगै सिँढी सफा गरौँ कि भनेको छ। अनि यसले ने खुरेयो भनेको ओके यस हुन्छ, खुरेयो भनेको हुन्छ। खाच्छी डट 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 सँगै डट 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 के भन्नु पर्यो? 2 नम्बर हाप्सिदा। ओ छङ्सु हाप्सिदा भन्नु पर्यो है। छङ्सु हाम्मिदा भने सँगै सफा गर्छु भन्न मिल्छ? मिल्दैन। सँगै सफा गरौँ भन्नु पर्यो है, छङ्सु हाप्सिदा। किनभने सँगै भनेपछि दुईजनाले गर्न लागेको रहेछ, यो सामूहिक रूपमा चाहिँ अनुरोध गर्ने कुरा हो, त्यही भएर हाप्सिदा भन्नु पर्यो। अब छङ्सु हेस्सुमिदा भनेको सँगै सफा गरेँ भन्न मिल्छ? अब यो भविष्यको कुरा छ, यहाँ गरौँ कि भन्ने कुरा गरे। अनि खासी छङ्सु हेया हाम्मिदा भनेको अब यसले के भनेको छ, यो पनि मिला जस्तो लाग्छ, तर यहाँ क्वेसन राम्रोसँग बुझौँ है। विकेन्डमा सँगै सिँढी सफा गरौँ कि भनेको छ। गरौँ कि भन्छ कि गरौँ भन्नु पर्यो कि नगरौँ भन्नु पर्यो होइन? हुन्छ गरौँ भन्नु पर्यो कि हुन्न नगरौँ काम छ भन्नु पर्यो, के भन्नु पर्यो? तर सफा गर्नुपर्छ भन्न मिल्छ? मिल्दैन है। भन्नै नमिल्ने कुरो त होइन, तर ग्रामेटिकली करेक्ट होइन क्या त्यो कुरा है। थाम खुरुल इक्को भनेको तलको लेख पढेर मुरुमे थापा सिप्सीमा प्रश्नमा उत्तर दिनुहोस्। ल एकदम सजिलो छ हेर है। खिजिक सानुन भनेको होस्टेल चाहिँ, यर सारामी भनेको विविध मान्छे अथवा धेरै मान्छे है। यर भनेको विविध प्रकारका, यरकाजी भनेको विविध प्रकारका, यरगाजी भन्छ। यर भनेको विविध अथवा धेरै, सारामी भनेको मानिसले,
हाम्के भनेको सँगै, सेङ्वार हानुन भनेको के हो? जीवनयापन गर्ने है। खोत भनेको के हो? ठाउँ। खोसिमिदा भनेको ठाउँ हो। खुरन्निका त्यसैले, सरो भनेको एक आपसमा, इच अदर भन्छ है। ए उइरुल भनेको चाहिँ, ए उइ भनेको शिष्टाचार, हिजो हामीले पढेको थियौँ। ए उइरुल भनेको शिष्टाचारलाई, छिखिगो भनेको पालना गर्ने र थारुन भनेको अरू, साराम एगे भनेको मानिसलाई, फिहे भनेको क्षति अथवा बाधा है। फिहे भनेको अरे क्षति, फिहे आधा भनेको क्षति पुर्याउनु, बाधा पुर्याउनु, त्यस्तो भन्छ क्या। छुजी आनाया हमिदा भनेको दिनु हुँदैन। अब यहाँ हमिदाले नु पर्छ अथवा नु पर्छ भन्ने हुन्थ्यो। अब जियान हालेपछि नु पर्दैन, नु हुँदैन भन्ने भयो है। भन्छ के भन्यो? त्यसैले एक आपसमा शिष्टाचारलाई पालना गर्नुपर्छ र है। अब यहाँ गर्नुपर्छ भन्ने कुरा आएको छ, त्यही भएर यहाँ पनि गर्नुपर्छ र भन्न मिल्यो, गोमा गर्नुपर्छ र अथवा गर्ने र भन्न पनि मिल्यो है। गर्नुपर्छ र अथवा गरेर भन्न नि मिल्छ, तर र भनेर बुझ्दा चाहिँ एकदम बेस्ट हुन्छ है। गर्नुपर्छ र थारुन सारामेगे अरू मानिसलाई क्षति दिनु हुँदैन। अनि नुजुन भनेको ढिलो, सिगाने भनेको समयमा, ढिलो समयमा भन्नुको अर्थ लेट नाइट भन्न खोजेको है। ढिलोसम्म भन्न खोजेको है, लेट नाइट भन्न खोजेको। नुजुन सिगानको अर्थ के हो? लेट नाइट। जस्तै राति 11-12 बजिसक्यो, त्यो के हो? त्यो नुजुन सिगानो, सुत्ने समय हो, तर त्यति बेलासम्म पनि अब के गर्दै बसेछ भने के थियो? लेट नाइट। नुजुन सिगाने ढिलो समयमा, सिकुरप्गे भनेको चाहिँ कोलाहाल हुने गरी, सिकुरप्ता भनेको हो हल्ला अथवा कोलाहाल है। सिकुरप्गे भनेको कोलाहाल हुने गरी अथवा कोलाहाल पूर्वक। तदुल्मेन भनेको, तदुल्दा भनेको चाहिँ हल्ला गर्नु। अब तदुल्जी मा सिप्सियो भनेको हल्ला नगर्नुहोस् है। जीमा आएपछि के भयो? नगर्नु भन्ने भयो। सिप्सियो भनेको होस्। के भन्यो? ढिलो समयमा अथवा लेट नाइटसम्म सिकुरप्गे हो हल्ला कोलाहालपूर्ण हुने गरी, कोलाहालपूर्वक अथवा कोलाहाल हुने गरी, तदुल्जी मासिप्सियो भनेको हल्ला नगर्नुहोस्। खुरिगो र सिसल्दो भनेको फ्यासिलिटी पनि। अब विविध फ्यासिलिटीहरू हुन्छ होस्टेलभित्र, त्यो फ्यासिलिटी पनि के गर्नु पर्यो है। केक थागे भनेको सफा हुने गरी, सायङ हेया हमिदा भनेको प्रयोग गर्नुपर्छ। स्यावासिलगा भनेको नुहाउने कोठा र सिथाक्सिरिन भनेको लुगा धुने कोठा चाहिँ हाङसाङ भनेको सधैँ। केक थागे भनेको सफा हुने गरी, ख्वान्ली हाप्सिदा भनेको रेखदेख गरौँ है। ख्वान्ली हाप्सिदा भनेको रेखदेख, अब ख्वान्ली हादा भनेको रेखदेख गर्नु, व्यवस्थापन गर्नु भनिन्छ है। लेख्दा हुन्छ ख्वान्ली हादा भनेको रेखदेख गर्नु, व्यवस्थापन गर्नु। ख्वान्ली हाप्सिदा भनेको रेखदेख गरौँ, व्यवस्थापन गरौँ। खुरे भनेको लेखको, नेयुङ्गा माझी आनन्द गसुन मसिमिका भनेको विषयसँग, नेयुङ्गा भनेको विषयसँग, माझी आनन्द भनेको नमिल्ने, गसुन मसिमिका नमिल्ने कुरा के होला भन? कुन होला? सरो के भयो? कोही नि बोल्दैन त? सरो एक आपसमा फेर्य हेया हमिदा भनेको विचारशील हुनुपर्छ। सिसरुल आक्य सया हमिदा भनेको सुविधालाई बचत गरेर प्रयोग गर्नुपर्छ है। यो आकिदा भनेको बचत गर्नु है। सिसरुल आकिदा भनेको फ्यासिलिटीलाई बचत गर्नु। यो आकिदा भनेको छ नि, यो बचत गर्नु। आक्य भनेको बचत गरी।
सिसरुल आक्यसयाहमिदा भनेको फ्यासिलिटीलाई बचत गरी प्रयोग गर्नुपर्छ। अनि सिकुरब्गे तदुल्म्यन आन्दैमिदा भनेको कोलाहल हुने गरी हल्ला गर्यो भने हुँदैन। अनि स्यावासिरुन ख्वान्द्री यिनी छङ्सु हामीदा भनेको नुहाउने कोठा चाहिँ रेखदेख गर्ने मान्छेले सफा गर्छ अरे। कुन हुनु टिचर कै सेवाशील सबै आफै होस्टेलमा जो बस्छ उसले सफा गर्ने है। यो खल्लिन यो पाले अथवा रेखदेख गर्ने व्यवस्थापकले सफा गर्ने होइन। स्यावासिरुन खल्लिनी भनेको रेखदेख गर्ने व्यक्तिले छङ्सु हामीदा भनेको सफा गर्छ अरे हो होइन। एन्सर यो नमिल्ने कुरा यही भयो हो। यसरी भयो है। ल यति हो हाम्रो आजको यो क्लास।